अहिलेसम्म तपाईँले कसैलाई मार्नु भएको छैन, हत्या गर्नु भएको छैन मान्छेलाई मारेछ नकोट व्यवस्था धेरै भयो एकमुखी हान्दाखेरि मान्छे थला पर्छन्। मैले यसरी यति हानेपछि तपाईँ त्यहाँ घुमेर त्यहीँ ढल्छ भने काहीँ पनि छैन गुन्डा त जेलमा छ अरे अब त। कसले भनेको गुन्डा भन्ने बित्तिकै खालि झगडा गर्ने लुट्ने हुन्छ, दिमागको गुन्डा हुँदैन। सिस्टम हिलाब बला यादव सरकार फेरि सुतिरहेको भागलाई त टर्चर नदिनु। बाको मुटु हुन्छ कि अब तपाईँ सुन्नु न के चाहिँ आर्मीको डनहरु त जेल गइरहेछन् धमाका। त्यो त पछि सेफ लाइनिङ गर्न गएको नि कहिले सुत्न जान्छ नि त। प्रेम रोज बाइक पनि भयङ्कर गाउँछु म है। तोरी फुल्यो बिचबाट गाउँछ है। तपकति पे फुलको ठुङ्गा सिउरी दिन्छु चुल्थीमा टुरी फुल्यो कहाँनिर चाहिँ राखेको कहाँ हाल्दा चाहिँ ढल्छ? त्यहाँ हान्यो भने तपाईँले मान्छेलाई हान्यो मान्छे पनि त्यो आँखा निस्किन्छ ब्रेन हाम्रै हुन्छ यार कसरी भन्ने मैले भोलि फ्याट त हान्यो भने के गर्ने मर्छ स्योर छ त्यसरी हान्दा मान्छे तपाईँले हाले पनि मर्छ ल आज हाम्रो कुराकानीको क्रममा त्यस्ता केही कुरा आएर तपाईँले हान्न त सक्नुहुन्न नि मलाई। तपाईँ त डोमेस्टिक हिसाबले कुरा गर्छ नि त न्यु खोजा गऱ्यो भने उठाएर दिनु परिहाल्छ नि अनि म सुताइदिइहाल्छु नि। तर यहाँ राजाले पनि पार्टी खोल्ने हो र राजा त अभिभावक गरेर बस्नुपर्छ होइन साँच्चै जनताको माया गर्ने भने अभिभावक घन्टाको लागि अभिभावक यो कुटाएर जुन कुट्नुभयो नि तपाईँले सुपारी लिएर कति पैसा कमाउनु हो त? अब त्यो बेला अब भनौँ न मेरो एक सर्टको 1000 रुपियाँ लिन्थेँ मैले एकजनालाई कुटेको 1000 रुपियाँ एक सर्ट हानेको। मैले कहिले 2000 चाह्यो भने चाहिँ 200 हानिहाल्थेँ मैले। एकदम सरी मागिसकेँ अहिले पनि तपाईँको कार्यक्रमबाट जतिजना पनि त्यो बेला गोजे खाएको छ मेरो हातबाट एकदम एक्सट्रिमली सरी। पूर्व जन्ममा तपाईँले केही गरे होला मैले त्यसको चाहिँ बदल दिएको होला। अब अर्को जन्म तपाईँहरूले लिनुहोस् मलाई। बालन मात्र होइन कि धेरै चाहिँ यो मेयर साहबहरूसँग मसँग लिङ्क छ कि सबैले आफ्नो खान्छ खालि पैसामा धेरै खाएर त हो नि बिग्रिएको यहाँ हाने कि बेहोस हुन्छ यहाँ हाने कि यो अब एक हप्ता उठ्दैन मैले त्यसलाई अलिकति मिसयुज गरेँ मैले चाहिँ एकदम। अनि यस्तो गर्दाखेरि पुलिसले देख्दैन त भेटाउँदैन तपाईँलाई? पुलिस थाना त्यहाँ यहीँ मान्छे गएछ। जिन्दगीमा तपाईँले धेरै मान्छे कुटेँ भन्ने पनि इन्टरभ्यूहरू आउँछ क्या? हो 2 वर्ष त 1.5 वर्ष 2 वर्ष कुटेर लानु पर्दैन हामी ग्रुप मिलेर। त्यो बेला तपाईँले यस्तो पत्रिका तपाईँ पनि गोए खाइसक्यो होला कि तपाईँ सबैलाई फाइट सिकाउने घरमा चाहिँ आफै लुरुक्क बरु पर्दैन तपाईँको चाहिँ। आमै स्त्री भनेको डेन्जर यार थिचेर मार्यो भने के गर्ने म मार्सल आर्ट सिक्नलाई चाहिँ धोरसिङमा हेटौँडाबाट लगभग चाहिँ 20 किलोमिटर जति ट्रकमा बसेर आउने त्यहाँबाट अर्को बसमा बसेर जाने अनि त्यो कोरियनहरूले चाहिँ फ्रिज त्यहाँ थियो कि हामीले खुवाउँथ्यो कि उनीहरूले चाहिँ ओहो कस्तो मासु यार नुनै हाल्नु पर्ने भनेको त कुकुर मासु खुवायो नि तिनीहरूले त्यो कुकुरमा चाहिँ एउटा एन्डिङमा हुन त मान्छे मराए पनि सेन्टिमेन्ट हुन्छ कुकुरमा त अझ डोमेस्टिकमा धेरै हो कि अब यो लास्ट जुनी हो 84 जुनीमा लास्ट जुनी हो अब यो मान्छेको रूप लिन्छ भनेर सेन्टिमेन्ट गरेर कसले देखाएको छ त्यो बाहुनहरूले लेखेर गयो त होइन मैले एउटा सिधा भन्छ कि माइन्ड नगर्नु होला ज्योतिषी आफै धनी छैन अरूलाई धनी कसरी बनाउँदैन। अहिलेका युवाहरू जतिजना कुलतमा फस्नु भएको छ रक्सी जार चोर ड्रग्स उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अझ खाऊ भन्छ केही छैन त के गर्ने अब लुटेर त्यहाँ खाऊ लुटेर खाऊ अब त्यो भन्ने उपाय केही छैन यहाँ होइन भने अब के भन्ने तिनीहरूलाई अब कुलतमा आएकोलाई अरू घरमा आम्बाउलाई घाँडो छ बरु छिटो खाऊ छिटै मर। नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिइसकेपछि तपाईँले के फाइदा लुट्नु भयो? अहिलेसम्म दिएको दिएछु मैले त प्रचण्ड दाई र चाहिँ केपी ओली दाई भनेको शिवशेष दाई र भुवन दाई जस्तो हो है। उहाँहरू भएको फिल्म हिट छ उहाँले भए पनि उहाँहरू मिल्यो भने यो देश हिट हुन्छ। भोट दिनु जिताउनु अनि त्यहाँबाट चाहिँ विकास गराउनु नगर्यो भने यहीँबाट लखट्नु भनेको थिएँ म। त्यसमा तपाईँहरूले नेतालाई लखट्न सक्नुहुन्छ राजेन्द्र खड्कीले?
कलाकारले परेपछि लखडिहाल्छ नि यार राजा लखटे नेता को हो र यार भने नेताहरू को हुन् भने प्रचण्डलाई को हो होइन केपी ओलीलाई को हो र शेरबहादुरलाई को हो कमल थापालाई को हो अहिलेको नेताहरू को हो र तपाईँ को हो म को हो तपाईँको गाउँको त्यहाँ लोकल नाम चाहिँ बाबु बाबुराजा भनेपछि एकदम फेमस छ होइन डन डन त्यो अहिलेको डन पहिलाको दादै भनौँ न मतलब चाहिँ शरीफ दादा तपाईँ त खुरापाती र ट्यालेन्ट मान्छे त हो नि खतरनाक पनि हो तपाईँ चाहिँ खुराफाती भन्नु फेरि मलाई खुरापाती भनेको ट्यालेन्ट दिमाग यो हामी कस्तो भने बोल्दाखेरि रफ भाषा खुरापाती भन्न अन्यथा नलिनु होला ए यो भयङ्कर खुरापाती भनेको ट्यालेन्ट हो त्यो प्रकाश सुवेदी पनि पागल हो अब के त म पागलै हो त यस्तो हुन्छ के अब म तपाईँलाई एउटा अचम्मको कुरा के भन्छु भने सबै साइन्टिस्टहरू पागलै हो तपाईँले प्रकाश सुवेदीलाई पागल भन्नुभएछ नि उहाँले त चित्त दुखाउनु भएको छ तपाईँ पनि पागल हो है कमल थापा दाइ जित्नुपर्छ भनेपछि के गर्नु त अनि मैले भने कि रूपचन्द दाइ चाहिँ जित्नै पर्छ अरू मतलब भएन होइन मतलब भएन म ब्यालेट बक्समा गएर कति भोटले जित्छ 15,000 ड्राङ यसो यहाँ हान्नु भएन तपाईँ गुन्डा नै हो डन नै हो यो आज यो के ठक्क भन्नुहोस् पितनान शाह पनि डनै हो है आर यु कमेडी मी कार्यकर्ताले चाहिँ नेतालाई नगर्ने बेला भइसक्यो भने अनि कसरी हुन्छ हामी गएर चाहिँ हाम्रै घरमा होइन अस्ति मेरो छोरालाई मैले तर्साउँला मैले बन्दुक निकालेमा ठोक नली हानिदिन्छु तिनीहरूको चाला पाल्छु फेरि पनि भने तिनीहरू अब अस्ति गगनजीले भनेन गगन भाइले भनेन अस्ति ल्यापटपमा 4 महिनाको 4 लाख कमाउँछ बजिया भोट हाल्यो किर्तिपुरको डाँडा बसेर ल्यापटप चलाएर मैले ल्यापटपको 4 लाख कमाएन भने त्यसो टाउ पर्दैन हामीले 10 दिन सुटिङ गरेर 1000 रुपियाँ पाउँथ्यो साई नेपाल चलचित्र संस्थानमा त दिँदैन 200 रुपियाँ दिन्थ्यो अब एक सजिलो काम हो नि त अनि इभिनिङमा त्यो बेला परे भए तपाईँले पनि हान्थ्यो अब हामीलाई पैसा दिन्थ्यो हामीलाई बाल मतलब हुन्थेन सिस्टम हिलाबला यादव सरकार फेरि सुतिरहेका भागलाई त टर्चर न 1.5 वर्ष हाने मैले जोरपाटी भैँसपाटी कुदेछ त बिचराहरूलाई मैले सरी मागेँ अस्ति पनि मागेको छु अहिले पनि सरी है यो जुनमा मैले हाने अर्को जुनमा मलाई हान्नुहोस् आज तपाईँले छैन तीनैजना नेताको विशेषता भन्नुहोस् ल केपी शर्मा ओली शेरबहादुर प्रचण्ड उहाँको राम्रो पक्ष के त तीनैजनाको भन्नुहोस् उहाँको त नारायण पछि भन्छ मेरो यो 1000 रुपियाँको जुत्ता लान्छु मैले 1000 रुपियाँको जुत्ताले के गरेर हिँड्ने काम होइन गाडी करोडको होस् न गुर्ने काम होइन भने नि अब यो मैले लाउँछु यो हामी ग्ल्यामर लाएको भन्छ उहाँहरू ग्ल्यामरमा छैन हामी त फिल्ममा हो म 63 वर्ष अब 64 वर्ष लाग्छ म त आर्यघाटमा पुगेँ तपाईँ पनि छेउछाउमा छ हामी दुईजना त तपाईँले भन्नुभयो तीनजना बाहेक अर्को विकल्प छैन 10 वर्ष तीनजना नेताले 10 वर्षमा दुई तिनजना केपी शर्मा ओली शेरबहादुर प्रचण्ड मिलेर देश बनाउनु पर्छ 10 वर्ष 10 वर्ष किन भन्न थाल्छ म तपाईँलाई भन्छु किन 10 वर्षमा यिनीहरू मरिसिया हुन्छ कि खत्तम तपाईँको श्रीमती कतिवटा छन् ठ्याक्कै भन्नुहोस् आज मेरो चाहिँ अहिले 2 छ यार एउटा त अब पाटनमा छ एउटा चाहिँ काठमाडौँको भइहाल्यो अब भक्तपुरको एउटा टागिरहेको छु मैले अब चलचित्र उद्योगमा के हुन्थ्यो भने जब हिरोहरूले टाइम नदिने कलाकारले टाइम नदिने त्यसपछि एक किसिमले उनीहरूलाई किडन्याप गरेर सुट गराउने पनि अवस्था गर्थे किन प्रड्युसरलाई डुबाउनु भएन नि त यो काम दाइले कतिको गर्यो मेरो मामा घरमा मैले त्यो दिलीप रामेलाई उठाएँ अब विराज भट्टको कुराहरू यस एक्सन स्टार उहाँ पनि उहाँको राम्रो पक्ष के त मेरो कुरा सुनेछ निखिलको सब्सिडीमा स्टार बनाइदिएको छ अनुहारले त हिरो बन्ने खालको भिलेन बन्ने खालको हो नि म करिब 18 घण्टा काम गर्छु राजनजी देशको बारेमा जनताको बारेमा त्यो सेक्स पावर बढेर सेक्स छोड्नुहोस् त तपाईँ 8 घण्टा पनि सक्दैन कपाल फुलेको छ कि छैन किन नआउनु भाग्य कहीँ छैन अघि मैले त्यो बहिनीलाई यहाँ मेरो सेसर बहिनी उखाल्दैन भनेको परेन उखाल्ने चिज छैन त कि यहाँ पनि सेतो यता कहाँ सेतो पनि अत्याचार कि अब यो कोठीमा आउने पनि सेतो कानको यहाँ यो त यहाँ सबै रङ लाउनुहुन्छ कति यहाँ सेतै छ यहाँ बाबु अलि जुम गर्दा यहाँ हामीले जनताले बनाएको है जनताको मन मस्तिष्कमा बस्न सकेको हामी चाहिँ थ्याङ्क यू हामीले हाम्रो कामलाई तपाईँको जुन स्पिच गर्ने तरिकाले तपाईँले पनि थ्याङ्क यू गर्नुहोस्
प्रेम रोमान्च र सेक्समा चाहिँ सबभन्दा तपाईँलाई मनपर्ने चिज के हो? लास्ट सेक्स हो मलाई भात नभए पनि हुन्छ सेक्स चाहिन्छ मलाई तपाईँको 2टा बिहा गर्नुभयो है तपाईँले? 2टा बिहा गरेको नि टेन्सन छाला यो हड्डी गलाइन्छ दिमाग सडाइन्छ यार त्यो जो बिहा गरेको छ नि 2 त तपाईँले गर्नुभएको छैन नि के छ किन भन्दा एक्जेस्ट हुन नसकेको है अरू केही होइन मेरो जेठीपुरीसँग चाहिँ पछि 27 वर्ष छोड्यो मलाई सँगै पनि राखेको तपाईँ अझ अचम्म लाग्छ जेठीको छोरी पायो अनि 21 दिनमा कान्छी पनि छोरी पाएको त्यति ब्यालेन्स गरेँ मैले त्यही त अवार्ड त तपाईँले त अनिगिन्ती पाउनु भयो होला त अहिलेसम्म त होइन भित्ताभरि घरभरि अवार्ड राई समाल त कुनोमा राखिरहेको छ राई समाल त अलिकति अर्कै टाइपको मान्छे हो नि त होइन रसममा पढेको दिमाग पनि अलिक ठिसठिसै छ त्यो दिमाग पनि अलिक ठिसठिसै छ त्यो तपाईँको भन्दा मेरो बढी दारी फुल्याएको छ दाइ आमा यो त डेन पेन हामी त राई समाल हामी त पुरै खतम नि खै बाँकी छैन सेतो छ यहाँ पनि सेतो कानमा सेतो कानमा छ यहाँ छ अब त्यहाँ सब नभनौँ शेरबहादुर पनि एउटा कुरा गर्छ अब चाहिँ है शेरबहादुर प्राइम मिनिस्टर भयो नि त अब के छ तपाईँको डिमान्ड भने कि श्रीकृष्ण म सँगै थिएँ अब नाम चलेको रायना खड्गी ब्राह्मणज्यू अर्काको ल्यान्डलाइन फोन लिएर कुरा गर्नुपर्छ पहिला उता जान्छ अनि माथि दिन्छ एउटा फोन चाहियो भने कि सञ्चार मन्त्री पनि त्यहीँ थियो त्यो मैले भन्ने बित्तिकै श्रीकृष्ण मेरो पनि छैन हजुर भने कि है श्रीकृष्ण के प्रधानमन्त्री भर्खर भएको सञ्चार मन्त्री भर्खर भएको ठाडो आदेशमा 2 घन्टामा श्रीलाई मैले फोन गरेको श्रीले मलाई फोन गरेको तर ब्याड लक के थाहा छ त्यो फोन त कहाँ करियरको परेछ के त्यो ढुवानी गरेको पनि परेछ मेरो उसको हुनी सुनीको परेछ मलाई चाहिँ के फोन आउँथ्यो हजुरको यहाँ माल आएको छ यहाँ बल्कमा